भर्खर हुनु बनायो है त्यो नानी त्यो मम्मीले बोलाएको सुन तिमीले गरिराहा सुने तिम्रो मम्मीले बोलाएको सुनेन मान्छे हात म त्यतिकै बोलिरहेको कति रुपियाँ खानु भएको कति रुपियाँ खानु भएको बहिनी ठिक छ हामीले कार्यक्रम आएको नि एउटै कार्यक्रम दिवस न माइलो काका आस्ताको बुवा कहाँ के ल्याउनु रहेछ अनि भर्खरै आएको लाइभ शेयर गर्नु न अनि पो हुन्छ हेलो गाइस यो चाहिँ बर्गर प्याकिङ हुँदैछ यो चाहिँ पोखरा जान्छ है यो काठमाडौँमा बनेको चाहिँ यो पोखरा जान्छ सबैजनाले हेर्नु होला खानु मन छ भने आउनु होला ल यस्तो बर्गर पाइन्छ भेज बर्गर अनि सबैजनाले भिडियो सब्सक्राइब गरिदिनु होला है त युट्युब च्यानलमा गएर सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला हस् म यो दिन्छु तपाईँहरूलाई हस् कस्तो रिसाउनु भएको हजुरहरू यस्तो बर्गर खाएर खोइ 6-18 दिनको खुसी भेजेर त पाइएको कि 7 बजे भेटेको ल त्यो तिरुवा ओइ म गरे घुमिँदा त्यो टमेटो त्यो कति नि यो पेरिना भाइले भने डबल ट्याप गरिदिनु लाइभमा चाहिँ प्याकिङ हुँदैछ है गाइजहरू प्याकिङ पोखरा जान्छ यो चाहिँ
बर्गर अर्ग्यानिक फुड ओरिजिनल भेज हो यो गीतको सुटिङ गरेको हाम्रो गाउँमा सुटिङ गरेर हेर्नु गाह्रो छ जिन्दगी अस्तिदेखि चाहिँ हामी एउटै बस्न परेको पर एक गरी आउँनु परेको अस्ति हामी दुकानमा छ मेरो दिदीले चलाएको जापानमा एक होइन त्यो साइमाको छोरीले अनि मैले बल्ल चलाएको मेरो भिडियो अनुसार आउँछ मलाई गिफ्ट गर्छ किनकि गिफ्टर हो क्या अरूलाई सहयोग गर्ने मेहनत आलिपट्टि लय वाट्सएपमा नदिए तपाईँको मेरो बर्थडे भएको होइन 15,000 आयो गिफ्ट गरेर दिनु पर्दैन माया गरेर खाँदै गर्ने कति हजार आयो 15,000 आएको किनकि म किन लाइभ राख्नुपर्छु भने जस्तै हाम्रो नेपालको एक बजे उता 10 11 बज्छ होइन मलाई लाइभ बस्ने टाइम हुन्छ त्यसले गर्नुपर्छ क्या विदेशको टाइममा गर्नुपर्छ हाम्रो दिदीले नेपालको टाइममा कोही आउँदैन हाम्रो दिदीले नि गेम खेल्छ होइन राति 1 बजे आउनु अनि म माथि त्यो गेस्टमा लिनु अरूले गिफ्ट फाल्छ फलो गर्छ लाइक सेयर कसले राति हेरिबस्छ त अहिले गाडीदेखि सुत्नु पर्छ अनि राति अहिले त सबै काममा अनि विदेशमा सबै काममा भइरहेको छ अहिले कतिजना त हामीले त 3 4 बजे अनि राति त को अहिले त उतिलो भइरहेको छ यता राति भयो त उतिलो भयो अनि त्यो गिफ्ट गरेर आएको पैसा चाहिँ कसरी झिक्ने त यो पहिला पैसा जम्मा गर्नु यसरी ब्यालेन्स हुन्छ हाम्रो दिदीको के पैसा थुप्रो छ होइन कोइन एक्सचेन्ज गरे आटालाई हामीले त्यतिकै निकाल्नु नजाने ब्यालेन्समा गरे होइन यो ब्यालेन्समा हुन्छ यी ब्यालेन्समा गएर इस्टोमा तपाईँहरूको छैन हाम्रो दिदीको छ के पैसा थुप्रो छ हेरेको अस्ति तपाईँको दिदी हजुर मैले हेरिसकेँ हाम्रो दिदीको छैन बिहान त्यो सबै पैसा त्यो ट्रान्सफर गरेर सबै आफूले गरिदिन्छ मैले अस्ति पनि हामीले त 10 को हाम्रो दिदीलाई जम्मा भएर बस्छ होइन हाम्रो दिदीलाई को हाम्रो दिदी हेर्नु त दिदीको जम्मा भएर बस्यो होला हाम्रो दिदी होइन हाम्रो यहाँ दिदी बस्नुहुन्छ नि मेरो दिदी चाहिँ भने हो तपाईँको दिदीकोमा अस्ति मैले गिफ्ट फाल्दैछु त्यो अस्ति बर्थडे म्याचमा यहाँ बस्दा बस्दा फाल्दैछु हेर्नु भयो नि त कसले कति गिफ्ट हानेको छ त्यही हेर्नु न हेर्न आउँछ है हाम्रो दिदीलाई भने यहाँ दिदीलाई नाम भन्नु न हाम्रो मेरो दिदी भनेको यहाँ सानो दिदी होइन यहाँ अस्ति साथी बनेको त हो नि मेरो दिदी भन्दैछु तपाईँको यहाँ दिदी लाइभ खोलेको साथी भेटाएको काम मेरो सानो दिदी के मेरो आफ्नै दिदी तपाईँको आफ्नै दिदी ल गाइस बर्गर प्याकिङ सकेको फाइनली प्याकिङ भइसक्यो अब यो पोखरा जान्छ अहिले तपाईँहरू पनि खानु मन छ भने आउनु होला है मनपर्छ भने भेज बर्गर तर मिठो हुन्छ यहाँ सबै कुरा यहीँ बन्छ हामीले यहीँ बनाउँछ मिठो हुन्छ सबैजना आउनु होला बाई बाई भन अब बाई बाई काम सिद्धियो आजको लागि सबैको लागि बाई बाई